ल हाम्रा रुम्जाटार सिद्धिचरण नगरपालिका वडा नम्बर 4 रुम्जाटारको शिवडाँडा हामी जन्मिएपछि मर्नै पर्ने रहेछ। त्यसैले गर्दा हाम्रो सिनपाचार रुम्जाटारको शिवडाँडा अन्त्येष्टि घाट यही नै हो। सम्पूर्ण स्वदेशमा विदेशमा छरिएर बस्नुभएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा यस कार्यक्रमको लागि सहयोग गर्नुहुने हाम्रा सहयोगी रकम सहयोगी दाताहरूमा देखाएको छु झलक। आजबाट यस डाँडामा बत्ती ल्याउने कार्यक्रमको यो अन्डरग्राउन्ड पाइप बिछाउने कार्यक्रम सुरु भएको छ। आज यो पाइप त बिछाइसकेको छ, तर त्यसलाई पुर्ने काम धमाधम सुरु हुँदैछ। यो हाम्रो बौद्ध धर्म अनुसारको कार्यक्रम गर्ने पार्टी पनि हो र यसो मलामीहरू बस्ने ठाउँ पनि हो। एउटा पार्टी यहाँ छ घाटैमा र अर्को पार्टी छ यसको नजिकै 100 मिटरको दूरीमा। हाम्रा अमिर बाबु गुरुङको छोरा ज्येष्ठ सुपुत्र छोरो अच्युत गुरुङज्यूले उसको आमाको नाउँमा बनाइदिएको पार्टी हेर्न सकिन्छ। हामी त्यस्तै गरेर त्यसपछि हामी बायरथान टच मलामीहरूले खाना खाने ठाउँमा पुगिन्छ। आज हामी सम्पूर्ण दाजुभाइहरू जम्मा भएर यो पाइप पुर्ने काम हुँदैछ। ल सबै श्रमदान हो, धुर्दैछ आफुन्जी काम गर्दैछ। यो चाहिँ हाम्रा अच्युत गुरुङ अहिले हाल अमेरिका हुनुहुन्छ। उहाँको आमा गौरीमाया गुरुङको नाउँमा बनाइदिनु भएको हो पोहोरको साल। हुनुपर्ने हो खास सिसिसीलाई हाम्रो गेटको चाहिँ साइज नभएको मात्र भनेर मात्रै हो होइन। हाम्रो भाइहरू काम गर्दै हुनुहुन्छ। भाइ भतिजहरू एकदम साहसिलो रूपमा गर्नुपर्छ, हाम्रो गाउँको विकास हामी आफै गर्नुपर्छ भन्ने उद्देश्य लिएर उहाँहरू काम गर्दैछन्। ल बाबु ल सन्टारको होला हुनसक्छ। यसरी काम हुँदैछ है हजुर हो। ल हाम्रो भाइहरू धन्यवाद सबैलाई धन्यवाद छ हाम्रो भाइहरूलाई। ठिक छ नि त खै हाम्रो श्रमदानबाट भाइ नानीराज गुरुङ ल सुबिडाँडामा पर हाम्रो श्रम चौतारा होइन ट्रस्ट मलामीहरूलाई खाजा खुवाउने ठाउँबाट चाहिँ हामीले आज यहाँ बत्ती ल्याउँदैछ है। बत्ती ल्याउने काम यो धेरै कष्टको काम भइरहेछ है। यो हामी सबैलाई धन्यवाद, सहयोग गर्नुहुने दाताहरूलाई पनि धन्यवाद। ल होला
यस्तो चौतारा यस्तो टर्चहरू हाम्रो 3 ठाउँमा भयो। एउटा अघि नै देखाइसकेको छ माथि घाटीमा, एक ठाउँ यहाँ त्यसको 100 मिटर 150 मिटरको दूरीको फराकमा अर्को टर्च को छ भने अर्को फेरि यहाँ पार्टी निर्माण हाम्रा सीताराम गुरुङको बुवा धनबहादुर गुरुङले बनाउनु भएको यो पहिलाको पार्टी हो। पहिलाको यसपालि फेरि यसको पनि नयाँ निर्मित हुँदैछ अरे भन्ने कुरा सुनेको छु। यसलाई फेरि बढाएर बनाउने भन्ने कुरा खबरहरू पाएको छु। उहाँलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण महानुभावमा धन्यवाद छ है। हाम्रा कामको सन्दर्भ यही हो। धन्यवाद।